ऊ के तेरी हो र आँखों नर्मल खेल्दा नि मान्छेहरू त धेरै आउँछ त्यहाँ त्यो लबी अर्कै परेर नि त है साथी हामी परे नि त है यो है भन्ने बानी भयो ल निकोलस देखिन्छ त साथी साँच्चै भनेको निकोलस बोल्छ के साथी है मेडिकल पनि दुबई मेडिकल खेल्न मलाई ऊ यहाँ छदेखि न साला अन्धे कसले हाने तैँले कि तँलाई मैले हानेको नि गनी छ यो त साथी रियल जस्तो यार मलाई हान्दैछ उही गनी छैन उही गनी के हो यो यसले त मलाई घुमा घुमा गरे त ऊ के हो यो अरे मलाई हान्दै तँ त बट ए भ्यास कि बुझ कोही बट छ छुतिया त्यसलाई मलाई एक राउन्ड घुमायो बटहरू कामै थियो त त्यो बटले कस्तो घुमाएको मलाई कहाँ छ सर्ट गर्ने माला जस्तो गर्छ साथी गन्दैन है एक्लै ल्याउन है है ल्याउन है पता हामी दुईजना मात्रै खेल्दा नि फन थियो है तिमीले खेल्ने मान्दैन के गर्छ त्यो टाउको बट त्यो चाहिँ नर्स बन्ने बित्तिकै नर्सको तिमीले एडप्ट गर्यो क्या काम एडप्ट गरेन मलाई थाहा भएन होइन बिहेभियर चाहिँ पास गरिसक्यो यो फ्यामिली ग्रुपले पनि मार्यो दिनमा 10 चोटि बोल्नुपर्छ अनि साथीले के हानेको यो आगो लास्टै बटै बच्छ साथी अब यसमा त के बट नभन न यहाँ पनि छ एउटा बच त्यतिको बच्यो त्यसलाई पनि कस्तो एनिमी जस्तो हालेको देखेँ मैले साथी एक क्याच बनाइसक्यो अरे अघिदेखि नै थियो नि तिमी यादै नगर्ने रहेछ यार फर्स्ट एड लाउ भन्छ होला भनेर बसिरहेको अघिदेखि पछाडि छैन मसँग नेटवर्क नपार नि है जानु पर्ला साथी अब यो त हामीलाई ठिक लागेन मलाई है तो ग्लेशियर हान्ने पाएको छैन मैले मेरो ग्लेशियर गाडी आयो है गाडी आछ है यतातिर तमेर बट भइदिए है यहाँ छ त हुनु त पर्दैन थियो हैन एक्लै खेले यो गेम ट्याग गर्छु साले म त जान्छु बरु यति साह्रो त जोसे पनि हेप्दैन हौ जो चाहिँ दामी खेल्छ क्राई बेबी भनेको थियो कसलाई पुमेछ ए एकजना ब्लक गरिदिन्छु अहिले त्यसलाई सम्झी त्यसो नगर न है साथी मिलेर खेलौँ न है टक्सिक इन्भाइरोमेन्ट फेस नगर न है खोइ कहाँ हो बटहरूले पनि आउँदैन त ग्लेसियर हानु भनेको यार अल्टिमेटमा त ग्लेसियर हान्न पाउँदैन यहाँ भयो पनि हानु यहाँ भने सो अफ गरौँ भनेर है अघि गाडी आएको थियो कि ट्रस्ट मी अन दिस ल त म गाडी ल्याउँछु जामै म कति दिन बोल्ने
हाम्रो सङ्गतले होइन त्यो झन् चुप लाग्न आइज छिटो ए यो त हो त्यो त एनिमी हो नि त होइन एनिमी रहेछ त्यो म त भनेर बोलाइरहेको छु होल त्यतिको हुनु पर्यो त्यो झन् एक्जाम पास हुनेदेखि ठ्याक्कै क्या के थर्केर बोल्ने खोइ कहाँ हो Help! ला जुट्टीलाई त मार्दैछ त नि त्यो बटहरुले पनि कस्तो ऊपर छ है जिगल चाहिँ मटै बट छ यार आम्मा अनि लबमा सबभन्दा बेसी किल भएको त मेरो साथी भइसक्यो त ल स्कोप भने देऊ न यहाँ छ अब बोक्न सकिनस् तँलाई कति केजी छ त्यो अलि हेर है यहाँ गाडी नाटक चाहिँ नदेखाउने नाटक नदेखाउने है साथी रिसायो होला होइन एक्लै हान्यो भनेर नरिसाउने बिचरा नाम नम्बर के भयो उसलाई तेरी आँखों में त्यो पिङ त के भएको ओके इट्स फर ए तिम्रो राउटर स्टार्ट गरेको कि मोबाइल फोन अन नि गरेको कहाँ गर्छु म मोबाइल अन लजिक हेर्न मेरो घर बेस्ट लजिक गएको कहाँ त अब कहाँ चाहिँ खोज्ने होला हौ ओइ कस्तो डेन्जर छैन ओप्पो गएको तेरी आँखों यो फ्राइडे त्यो क्लासिक हो पहिले देखिरहेको इभेन्ट थिएँ नहुँदा हाम्रो कस्तो कति मजा धेरै आउँथ्यो मान्छे हुन्थ्यो कति रमाइलो हुन्थ्यो है म त्यही भन्नु थिएँ उम्, इभेन्ट पनि के पहिला हो, पहिला त रुखसुख छ अझै त? इन्ट्रेस्टिङै आउँथ्यो क्या अहिलेको त के ढुक्यो यो ट्री हाउस होला यो वेक रे वेक पनि गर्नु मिल्छ अरे यसलाई ओए अनि ए अनि देखिस् थ्याङ्क यू दिदी भन् के हो यो यो भित्र के छ वेट फर टिममेट रे ए के पनि हुँदैन रहेछ ए स्टार्ट गर त ओ व्हाट द एनिमी आयो त एनिमी रहेछ म साथी भन्न थाल्छु यस्तो बट छ यार अबे आम्मा यो लबी त अनि सबै एआई हो कि एआई रियल लाने त नि एआई भनेर जस्तो भयो त मैले त हेर्नु पनि पाएँ त के हेर्ने हो र यो बटलाई तिम्रो फेरि मिल्दैन क्या एनिमीलाई हान्ने हो कि तिमी अब कहाँ जाने अब कहाँ जाने अब यत्रो छ है साथी मारेको ठाउँमा हेरौँ न एकचोटि है जाऊँ न है गाडीमा जानु पर्ला क्या साथी यस्तो नजाऊँ है तर तिमी राम्रो गाडी चलाउँछौ खाली खान्छ कता लानु
यतैतिर नघुम्नु साथी त यही बित्नु भयो रहेछ म आज कस्तो खुसी भएछु किन है PS पनि खेल्न पाउने भयो धन्न जिन्दगीमा ओए ब्रो ऊ यहीँ रहेछ सुनिरहेस् त भइले साथी HP हेर त HP हेर न HP छैन त मेरो त्यही त झन् एचपीले बाँचेको छ साथी जे जोन है मर्ला है छिडिहाल्छ त्यहाँ रिगिल गरेर ए बचाउ भन्दै थिएँ मैले यसको त्यो तँलाई लुट्न कति पर्यो कि भन्दैछु त्यो पनि सुन्दैन कि त्यो पिएसको लागि होइन कि साथी है तिमी भ्रममा छौ है मैले पढिसकेँ त्यहाँ होइन। PS को लागि होइन यो के गर्नलाई त नि नेपालमा एसओपी के गर्नलाई हो कुन चाहिँ कलेजमा एसओपी चाहिन्छ भन् त होइन कुन अरू कुन कलेजमा चाहिन्छ भन्न लाइदिनु छिरो युनिभर्सिटीमा अनि युनिभर्सिटी कहाँको हुन्छ बाहिर मात्र विदेशको नेपालकोमा एसओपी लेख्नुपर्छ नेपालको नेपाल बाहेक व्हाट द हेल नेपाल नभए नेपालको त्यो के रे उ त्यो के रे नजिकैको उ के भन्छ त्यो मलाई भन्नु आएन के इन्डिया पनि म त विदेशै मान्छ ए ल ठिकै छ त्यसो भए चाहिँ के हो भने चाहिँ ओके त्यहाँ पनि मलाई पिएस त भ्यालिड हुन्छ है भ्यालिड साथी अब कस्तो बच्चा हुँदैन कि अब 2 महिनामा गरौँ न तैँले कमाउनु दिएछस् यस्तो अब गएको छैन त्यस्तो भन्छ लोभी त्यही चुइया भइसक्यो अहिले त्यस्तो भन्छ तर म चाहिँ भन्दिनँ है साथी है म पढ्नु गएको त्यही पनि म तिमीलाई आउँछ गरिदिन्छु है पिएस चाहिँ कति पढ्ने खोइ जति पढे पनि त्यस्तै हो साथी जिन्दगीमा के गर्नु नपढी फेरि घरबाट निकाल्देला भन्ने डर हुन्छ पढ्नु पर्यो निकाल्दैन तपाईँ जा यो के हो यो एकछिन युज गरौँ त साथी आऊ न कहाँ हो बजाऊ त ओबी लास्ट रिजल्ट सेल्फिस के अन पीएस चाहियो रे सेल्फिस को अर्को नाम विशाल हो गाडी हेर्न साथी म त हिँड्नु सुत्ता जस्तो आजकल सडुस किन नखेलेको भजी सोध्नु जानु पर्ला के इलेक्सन पछि त आगो थिएन जस्तो लाग्यो गाडी आयो करी पछाडिबाट कस्तो चाकमा जाने बिस्तारो भित्र गएर खा रामसँग खेल्न सक्छ कि तैँले यिनीहरू राम्रो खेल्दैन गरी कभर लिएर है हेर त त्यस्तो छ अब सेकेन्ड अब त्यो ढुङ्गाको पछाडि छ ढुङ्गाको पछाडि छ लास्ट वान ओपनमा चाहिँ नजा है तल हेरिरहेको लेफ्टपट्टि हेर्दा आरामसँग हान्छ भेरी गुड कहाँ जानु एकजना कहाँ यति नै होला लैजा स्मोक गरेर उता जा मारेर आइज स्मोकै छैन हावामा फाल्दियो होइन चाहिने बेला चाहिँ कस्तो यो बर्ड
बिचारा मलाई कस्तो एरी हिरो भएर हिँडेको गाडीबाट कस्तो हान्छ तेरी आँखों में अनि उफ अरे को अनुप सेन को बिना देवालले गएको हो कि यहाँ अनुप जैन केटीसँग उ गर्न है कम्पेयर व्हाट द हेल अनुप जैन मेरो त यो नौने गीत हो नौदाखेरि चाहिन्छ यो गीत ए यो होला म त मेले त्यसको कलेक्सन सुन्छु म नौदाखेरि आम्मामा साथी त्यो उ जस्तो भयो त टोइलेट गर्दा पनि चाहिन्छ भन्ने थियो कि त्यो याङछिनको उ छ नि के चाहिन्छ यु ए याङछिनको त्यो के उ छ नि फिन्जो क्या फिन्जो फिन्जोले एकचोटि भनेको थियो कि हामी फर्स्ट टाइम भेट्दाखेरि टोइलेट गर्दा पनि के अरे टट्टी गर्दा पनि मलाई एउटा सङ चाहिन्छ भन्दै त्यस्तै भयो त तेल पनि हामी त्यहाँ जाँदा कहाँ अस्ति कहाँ तिलिजो जाँदा क्या त्यो सिने दाइले तिलिजो पुरा टोइलेट गर्दा चाहिँ बातिकाको गीत बजाएको बजाइ थियो क्या सबलाई चाहिँदो रहेछ कि एउटा मलाई टोइलेट बस्दा चाहिँ चाहिँदैन it would be I don't need magic now अरे जस्ट इन केस हामी इन्डिया जानु परेन भने हैन हामी के रे यता आरतीहरुसँग लाङटाङ जाम ल तिमी फर्स्टमा 1 महिना जति हिँड्ने प्र्याक्टिस गरौँ मात्र ए छु अरे जति दिन जान्ने भनेको कति गाह्रो हुन्छ ल त्यसले बुझेको छैन ट्रेकिङहरु कस्तो गरेर मै त मरेको छैन रे उले भनिन्छ कि त्यहाँ नमस्ते कताबाट हो कसले भनेको काठमाडौँ कता साथीले नमस्ते साथीले भन्दैछ त तिमीलाई खोइ मेरो आवाजै आएन त नि तिमी के हैन एकछिन बोलेर माइक अफ गर्ने बानी छ यो Langtang is not that hard भन्ने थियो खै मलाई पनि भन्न चाहिँ साथीहरुले I don't know है त्यही भए पनि नहिँडेको मान्छेहरुलाई गाह्रो हुन्छ क्या ब्रो what the fuck किन के लाग्छ म हिँड्ने म के सिटेर हिँड्ने मान्छे ए खुट्टा छ के गर्न चाहिँ alright भोलिदेखि ट्रेडमिलमा अप्स एन्ड डाउन्स गरिदिन्छु नि त है घरि एनिमी पछाडि चढे ब्रो enemies ahead ऐ यो के हो लाइसेन्स पास गरेर टु मच हो त है साथी लाइसेन्स पास नहोला जस्तो भयो तेरो 20 मा छ नमस्ते साथीले नि भोट दिए कि दिएन त्यही पनि लाइसेन्स मानि गाडी आउँछ पहिले गरौँ मलाई यो बटहरुले मार्नु पर्छ भोट खेर गयो कि गएन त नि साथीको कसलाई दिएको रे भोट ल बधाई छ त्यसो अब मन लाग्छ यसरी आउँदैछु गाडी हुन त धेरै नै लागि नै छ है watch out उफ्रिएर मर्छ के गर्छ नि अब 10 GB डेटा आउने भयो त किन नि केपी बा भयो आउँथ्यो आज अब यसरी यहाँ माथि पनि छ जस्तो लाग्यो
उसले अब इजी भनिसक्यो करी अब हामी जानै पर्छ है लाङटान चाहिँ लाङटान इज आवर उ भनौँ न लाङटान के पो छ नि लाङटान त्यहाँ भनेपछि राख्या Help! साथी कहिले गऱ्यो गोसाइकुण्ड कि त्यो त लालची अल्टिमेट हो गोसाइकुण्ड भनेको त्यो त सबभन्दा गाह्रो भन्छ ए ओके देन हामी लाङटाङ चाहिँ बेस्ट थियो कि कति ओपनमा आउँदैछ हानिदेऊ है साथी तिमी मलाई चाहिँ हिल गरिदेऊ है एकछिन गोसाइकुण्ड अलराइट अनेस्पी होला हौ त्यो अन्त कस्तो झिलमिल बढेको के भएको यिनीहरू हेडसट थाहा छ त्यसले मर्छ अनि मैले त हाल्यो माथि आयो तिम्रो पछि गोसाइकुण्ड गऱ्यो। तिमीहरूकोतिर पो गयो गाडी कहाँ गयो गाडी एक गुल लाग्दैन त गाडीमा के साथी भएको यहाँ मलाई नेट बारुद हानिरहेछ कहाँ बसेर निम्रो के भइरहेछ कहाँबाट हान्छ आउ त लिन मैले अहिले हानेको बारुद हो हानेको। त्यो डेट साली तँ तिमीले गरेर रहेछ मलाई किन यही छ नि। यो कहाँ छ त्यो एनिमी छ त कहिले आइज त्यो त यहाँ बारुद हानेछ कोही भनेको नि तिमीलाई जाऊँ त है एकछिन ऊ अझै छ जाऊँ कस्तो हानेको आजको बटहरू पनि जाऊँ दम 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 नम्बर 3 लामा तामाङ हो कस्तो साउन्ड त्यस्तै What? What? God. टाटा टुटु गरेको छैन नि तँले। कभरतिर आइरहेछ। यहाँ हजुर ऊ यहाँ Watch out! Enemies ahead! तिमी घरि हाल्न हाल न घरि आयो यहाँ आयो यी रोक्नु रे What the hell गरे फर्स्ट टाइम नेवार रे कस्तो ग्लेसियर बढेको यहाँ मेरो कताको नेवार हो नम्बर 3 पाटन Alright. पाटन हो हो पाटन नै हो ऊ विदेशी त ऊ बच्चादेखि विदेशमा हो तर अहिले चाहिँ घुम्न आएको छ नेपालमा कस्तो हान्छ मर्दैन त हजुर माथि त छैन जस्तो लाग्यो दुईजना त छैन। थियो है हेर न त्यसले के अरे मली हान्न लाग्यो थियो यार बिना कति गेज हो ऊपर धेरै किल छ त Alright. Let's go. 3, 2, 2जना finish. ओए अनि बटलाई त कहिले हानिहाल्छ नि म बटलाई त है प्रिफाइस
We can do that. अभी अभी ऊ त कस्तो हाँसेको जाऊ हुन्छ लास्टै हावा भयो अरे पब्जी आजकल के भएको यार मान्छेहरू नै भएन रहेछ खेल्ने के हो र त्यस्तो झनै क्रेजी मजा आउँछ कि बरु म साइड सके के रे करी हजुर साइडको वाले त्यसो नि त्यसमा चाहिँ यो कुनले यस्तो गर्यो हट ड्रप गर्छ अनि त्यसमा मान्छे हुँदैन पहिले पहिले कस्तो इभेन्ट नहुँदा कति मजा आउँथ्यो यार अब इभेन्टहरु पनि चिप्पाइटे छ हौ अबे सो इरिटेटिङ गायो वान खेल्नु अहिले यो सकेर यता हो त त्यो चढ त माथि चढ चढ पा ए ओके ओके फुई अनि यस्तो हो के मेरोमा छैन नि त्यो अप्सन ब्रो अच्छा हुन्छ के त्यो नेट फ्यालिनेहरुमा हेर्नु त नेट फ्यालिने ठाउँ जमिन प्यानेल ए आइदि यहाँ ए आउँदै हो पहछु त्यसले हामी तिनैजना मारेर त्यो फर्स्ट भयो भने के मारे ल We are number 1. We are number 1. Lanito. Correct. Todo sirve. Tapi ya itu bot. Ayo. Mas kayo. Dari